मुद्दा हालिहाल्ने युवराजी तपाईँले सोचेको छ। नमस्कार, धन्यवाद। के गरेर समय बिताउँदै हुनुहुन्छ आजभोलि तपाईँ? मुद्दा लाल हो मेरो नाम, मुद्दा हाल्ने मेरो काम। भ्रष्टाचारी दलाल तस्कर माफिया ठगहरूलाई कानुनी कठघारामा उभ्याउनको लागि मुद्दा हाल्न व्यस्त छु र आज पनि एउटा मुद्दा शुक्रबार हालेको थिएँ, दर्ता गरेर म भर्खर अहिले तपाईँको दौडेर आउँदैछु। यसो मुद्दा निरन्तर तपाईँले हालिराख्नु। यस, मेरो चाहिँ एकमुठी सास, दुई थोपा रगत र पसिना रहँदासम्म म मुद्दा हालिराख्छु। अनियमितता भ्रष्टाचारको विरोध गरिराख्छु। मुद्दा हालेरै जिन्दगी चल्छ त? होइन, मलाई जिन्दगी चलाउनु छैन, मलाई सुशासन चलाउनु छ, जनताको शासन, नागरिक शासनको प्रत्याभूति दिनु छ मलाई। म बुङ्गो मान्छेलाई किन के चाहिन्छ सर? मलाई अब एक छोरा लाएर हिँडेको छु, मलाई केही देख्नुभयो केही ब्रान्डेड कुरा लाएर मैले छैन नि। मलाई मेरो जिन्दगी चलाउने होइन, देश चलाउनु छ, विधिको शासन कानुनी राज्य चलाउनु छ मलाई। मेरो जिन्दगी चलाउनु के? कुकुरले पनि जिन्दगी चलाएको छ। तपाईँ मन्त्री नबन्ने, मुद्दा हाल्दै हिँड्ने, यसै गरी मन्त्री नबन्ने तपाईँ? त्यो जनताको हातमा छ। अहिले त्यो मन्त्री बन्ने, सांसद बन्ने त्यो समय होइन। अहिले देश बनाउने, देश बचाउने, बना, म मुलुक बचाउने नागरिकको प्रमुख छु अहिले। म बना, त्यही हो। देश बचाउने र बनाउने काम हो अहिले मेरो। सांसद खाने, मन्त्री खाने, चुनावमा उठ्ने होइन। उठ्छु म, सुत्छु, लड्छु म। भोलि बिहान के भरे बेलुका म मेरो कोठाको बेडमा लड्छु, उठ्छु म, भोलि बिहानै उठ्छु। आउँदो निर्वाचनको केही तयारी छैन? नो। र टिकट काट्छु मैले, टिकट पाउँछु मैले। मेरो घर जाने बेला सिन्धुलीको टिकट काट्छु लोकल बसको। तपाईँ त अब राष्ट्रमा प्रवेश गर्ने भन्ने पनि हल्ला थियो, व्यापक चर्चा। कसले के छ यो? ओ भिजिलेन्सले हल्ला हो। नो नगर्ने तपाईँ राष्ट्रमा? ठगहरूको पार्टीमा युवराज सफल जाँदैन, त्यस्तो ठाउँमा मेरो लागि स्पेस पनि छैन र म जाँदा पनि जाँदैन। आज भर्खरै बालेन राष्ट्रपा प्रवेश गरे, के भन्न चाहनुहुन्छ? तहल्काइ मचियो बालेन राष्ट्रपा जाँदा। मान्छेहरूले भन्ने गर्थे लुसिफर काठमाडौँको मेयर बालेन सिटी भन्थे। बालेन सिटीमा बालेनले छोडेपछि आकाश खस्यो। 3 घण्टा 4 घण्टा त राजीनामा दिएको भयो, के आकाश खस्यो? आकाश खसेन नि हो। भनेपछि बालेन शाह लुसिफर राष्ट्रसभामा पहिले प्रवेश गरे हुन्। हामीलाई हिजो झोले भन्थे, म कुनै पार्टीमा हिजो हुँदाखेरि झोले भन्थे। बालेन झोले लुसिफर के छ त्यो हालखबर भाइ? राष्ट्रसभाको चाहिँ त्यो रवि लामिछाने घन्टा हल्लाउनु गइछस् भाइ, घन्टी पनि बजायो भने सुनेको छु मैले। घन्टी बजाए अघि भर्खरै हो भनेपछि लुसिफरहरू गए, यिनीहरू सिंहदरबार जलाउने, सर्वोच्च जलाएर, संसद भवन जलाएर देश हाँस्छ। ठगे ट्यापे घँजडी, देश हाँस्दैन। सर्वोच्च जलाएर, सिंहदरबार जलाएर, संसद भवन जलाएर देश हाँस्दैन। यता लुसिफरहरू कहाँ प्रवेश गरे, कहाँ गएर गाँजा खाए, कहाँ बियर खाए, दारू खाएर नाचे भन्ने विषयसँग युवराज सफल प्रधानमन्त्री, देशको प्रधानमन्त्री बन्दैछन् बालेन शाह। तपाईँले पनि सम्मान गर्नुपर्छ। प्रधानमन्त्री हो, लुसिफर प्रधानमन्त्री कहाँको? बालेन शाह बन्दैछ। कहाँको प्रधानमन्त्री? राष्ट्रपाले अघि कसले बनाउने? नो, अहिले चान्स छैन, चुनाव पनि हुँदैन अहिले। यो कोही केही बन्नेवाला छैन। घर श्रीमतीले प्रधानमन्त्री बनाइदिएला, घोषणा गर्ने होला, त्योभन्दा अर्को उपाय छैन। रवि लामिछानेले त मुद्दा नै फिर्ता आयो भन्ने ऊ भइरहेको। कसको फिर्ता? रवि लामिछानेको। रवि लामिछानेको मुद्दा फिर्ता महाधिवक्ताले कति करोड खाएर गरे रहेछ। मैले सर्वोच्च अदालतमा गएर शुक्रबार पेश गरेको थिएँ। आज दर्ता गरेर तपाईँको चाहिँ यसको मुद्दाको दर्ता नम्बर चाहिँ के छ भने 082 WO-0772 मुद्दाको दर्ता नम्बर 82-10-4 मा दर्ता, 10-6 मा पेशी। ल हेर्नुहोस्, भर्खरै तपाईँले यो मुद्दा हालेर आएको हो। देखाइदिनु न, माथि देखाइदिनु। मैले तपाईँको चाहिँ अब हेर्नुहोस् स्पष्ट रूपमा, ल हेर्नुहोस् कति जुम गर्छ। मैले दर्ता गरेर पेशी छ। अब रवि लामिछानेको चाहिँ सङ्घर्ष अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने महाधिवक्ताको निर्णयका विरुद्धमा मैले रिट दायर गरेँ, दर्तै भइसक्यो, पेशी आइसक्यो। अनि लुसिफरहरू, सिंहदरबार जलाउनेहरू, संसद भवन जलाउनेहरू, सर्वोच्च जलाउनेहरू सहकारी खानेकोमा गएको हुने क्या। एउटा पानी बेच्छ चोर फटा जस्तो छ नि, अनुहारमा त अनुहार खोसै। सुदन गुरुङ भन्ने एउटा फटा छ नि, फटा सिंहदरबार जलाउने चोर फटाहरू एक ठाउँमा बसे। जो सिंहदरबार जलाउने मास्टरमाइन्ड थियो, मुख्य योजनाकार, त्यो बालेन शाह हो। ऊ पर्दा पछाडि बस्यो, सुदन गुरुङ जस्ता फटाहरूलाई अगाडि सार्यो। अनि जेलभित्रको जुल्फे तपाईँ जेलबाट निस्क्यो, सबै एक ठाउँमा आयो नि त। अब संसद पुनर्स्थापना भएपछि जुल्फे सुल्फे यी लुसिफरहरू सबैजनालाई जेलको हावा चाहिँ युवराज सफलले खुवाउँछ। फेरि रवि लामिछाने जेल जाँदैछन्? नो, यिनलाई जान्ने जेलमा हो, जेल जान्छ नि। पार्टी सभापति भइसक्यो, यिनलाई पार्टी सभापति भन्ने कुरा नो, सांसदको उम्मेदवार बन्ने कुरा नो, जेल जाने कुरा एस हो। यिनको चाहिँ यो दिवा सपना। मैले 2-4 दिनको लागि भिटामिन डी खान र खुट्टा तन्काउन भाउजूसँग भेट्न छोडिदिएँ। चाह्यो भने भोलि
घन्टे ग्याङको मालिकलाई खोरमा हालिदिन सक्ने दम युवराज सफलसँग छ। सायद तपाईँको दम छ भोलि यस 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 अफकोर्स, किन वाइ नट, युवराज सफलले खोरमा हालिदिन्छ, त्यो पनि समस्या छैन। उनी त पैसा तिर्दै भकाभक छुट्दै गरेको हो। दृश्य छ। पैसा भयो छुट्न मिल्दो रहेछ। मिल्दो रहेछ। निर्दोष हो भने करोडौँ पैसा किन तिरे भाइ, किन तिरे भाइ भनेर म चाहिँ थर्काउनु मन लाग्छ मलाई। निर्दोष होइन। र उहाँको जुन सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लियो, यो फिर्ता लिने विषय नै होइन, मिल्ने कुरा पनि होइन। किन गरे यो सरकारले यस्तो, किन गरे? करोड करोड पैसा खाएन। सुशीला कार्की भन्ने एउटा हरिला ठेक्ने छ,